धेरै दिनपछि आज मौसम खोलेर माउरी एकदम रमाइरहेछ। यो मेरो खजुरको बोट लगभग 6 वर्षको भयो। फल्छ कि फल्दैन त्यो त थाहा छैन, तर बोट त राम्रै छ। हेर्दै जाउँ। र आज खोलेको मौसम घाम लागिरहेछ, रमाइलो छ। धेरै दिनपछि झरी र पानीले गर्दा कोदो बाली सबै लडेर सोत्तर छ। हेर्नुहोस्, कोदो सबै ढलेको। छानामा फर्सीहरू, पाकेको फर्सी छानामा छन्। मेरो गाई जुन अहिले मैले यसैको दुध खाइरहेको छु, यसको साथी एउटा यहाँ सानो बोका छ, यो पनि चुनमुनै छ। ए मरा के छ हेर्नुहोस् गाई। अझै खासै तरकारीहरू चाहिँ खासै केही छैन। इस्कुसहरू छ, इस्कुस चाहिँ राम्रो फलेको छ। इस्कुसहरू चाहिँ जति झुन्डिएको छ। र यहाँ पहिलेकै परम्परा जस्तै अनुसार मलमाथिको साग हो यो। मललाई फर्काएर त्यो माथि रोपिएको साग। यो साग अब अहिले दुर्लभ भइसक्यो, पाउन गाह्रो हुन लागिसक्यो यस्तो सागहरू। एउटा चस्मे कागती पाकिरहेछ। अरू मेरो फलफुलका बिरुवाहरू, बोट बिरुवा, फलफुलको बोट यस्तै छ गाउँ।